हेलो साथीहरू नमस्ते म सुब्बेनी साइडबाट अनि मेरो नानीहरूले चाहिँ सुब्बेनी होइन मम्मी राई भन्नु न राई भन्नु भन्दै भन्छ हो तर म राई होइन साथीहरू सुब्बेनी नै हो नि त हो अनि हेर्नु न मेरो कपाल पनि गाल्चाङ गुजुङ छ है अनि आज चाहिँ म भान्सेतिर किचनतिरै नै छु साथीहरू किनकि कति मासु खानुहुन्छ कति मासु खानु सकेको होला भन्नुहुन्छ होला नि साथीहरू तर मासु मात्रै होइन हामी चाहिँ यस्तो यस्तो हरियो परियो पनि खाने गर्छौँ हो हेर्नु न साथीहरू अनि यहाँनिर ठ्याक्कै हरियो मटर रहेको छ यस्तो फ्रेस खानेकुरा हरियो परियो पनि खाने गर्छु म मैले चाहिँ केलाइसकेको छु अनि चाहिँ पाक्दैछ मेरो ढेन्टेरिङ बच्चाहरूको लागि यहाँनिर आलु भुजुरी अनि धेरै बच्चाहरूले चाहिँ आलु भुजुरी मन पराउँछ नि त हो हरियो परियो खानु खोज्दैन त्यसको लागि यता पाक्दैछ आलु भुजुरी अनि यता दुध रहेको छ साथीहरू अनि यहाँ चाहिँ नानीहरूको टिफिनको लागि चाहिँ पास्ताको लागि चाहिँ मैले बसाइसकेको छु पानी अनि यस्तो रहेको छ साथीहरू अनि म चाहिँ आज बिहान नै किचनतिरै छु है अनि किनकि बच्चाहरूलाई स्कुल पठाउनु पर्ने हुन्छ टाइम टेबलमै त्यसको लागि म खाना बनाउनु यहाँ रेडी गर्दैछु अनि सबैजना तपाईँहरूलाई पनि सेवा नमस्ते भन्नु चाहे सेवारो भन्नु चाहे मेरो तर्फबाट ओके बाई साथीहरू टेरेङ 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 टेरेङ